बिस्तारै बिस्तारै। कोटेश्वरसम्म भिडियो बनायो ल तपाईँलाई। तपाईँहरूले हिजो राति पानी परेको थियो, आज मौसममा अवस्था छ। हामी वास्तवमा आज राजाबाडीको र गणतन्त्रबाडीको आन्दोलन हेर्न गएको। गणतन्त्रबाडीको आन्दोलन सकिसक्यो, राजाबाडीको आन्दोलन कहाँ हो हामीले भेट्नै भेटेनौँ। मण्डलमा गणतन्त्रबाडीको आन्दोलन 1:50 समाप्त भइसकेका थियो। 2 बजेदेखि राजाबाडीको आन्दोलन भन्ने कुराहरू चाहिँ सुन्या हो, तर अहिलेसम्म चाहिँ त्यस्तो कतै पनि देखेन हामीले। त्यही भएर अहिले हामी चाहिँ यो सुन्दर दृश्य अस्ति राजाबाडीहरूको र बरवाडीको झडप परेको यही ठाउँ हो। यहीबाट हामीले यहाँनिर रिपोर्टिङ गरिराखेका थियौँ। त्यति बेला 81 असुर ग्यास आएको मात्रै थाहा भयो मलाई। त्यसपछि अन्डा ढुन्डा आँखा मिच्दा मिच्दै पुरा धेरै उग्र भइसकेको थियो। फेरि हामी रिपोर्टिङ गर्न छोडेर हामी भाग्न सफल भयौँ। क्यामेराम्यान यति बेला चाहिँ हाम्रो तेजवीर सर हुनुहुन्छ। यही ठाउँ हो। खोइ जलेको घर कुन हो? अस्ति आन्दोलनमा जलेको घर कुन हो?